सिन्दुरको धरको हजुर पासो गलाको आफ्नै घरको छायाले मुटु जलाको मुटु जलाको। हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। फेरि पनि तपाईँहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। नयाँ दिन नयाँ भिडियो लिएर आइसकेको छु। आज चाहिँ हामी दाजुभाइ मिलेर घुम्नु जाँदैछौँ। बाटोमा के हुन्छ तपाईँहरू सबैलाई देखाउँदै जानेछु। माया गर्दै जानु होला। र भ्लग नबनाएको पनि धेरै दिन भइसकेको थियो र आज चाहिँ म बनाउँदैछु तपाईँहरूको लागि भनेर पनि। र हामी बाटोमा के हुन्छ तपाईँलाई सबै देखाउँदै जानेछु है। माया गर्दै जानु होला, सपोर्ट गर्दै जानु होला यसरी नै। र हामी चाहिँ जान आँटेको छ। अब हाम्रो क्यामेराम्यान चाहिँ हाम्रो आगो हुनुहुन्छ, अनि यता हेर्ने चाहिँ हाम्रो आपा हुनुहुन्छ। हुन्छ, धन्यवाद। ल साथीहरू, म चाहिँ अब यो बाटोमा चाहिँ यसो देखाउँदिनँ गाउँ ठाउँहरू चाहिँ। तपाईँलाई कति हेर्नुहुन्छ त्यही बाटो मात्र। अब अलिकति तल पुगेर चाहिँ म तपाईँहरूलाई भ्लग स्टार्ट गर्नेछु साथीहरू। फाइनल केटा हामी चाहिँ विशाल सरको घरमा पनि छौँ। आधी केटाहरू चाहिँ गइसक्यो, हामी आधी केटाहरू चाहिँ तल गएर भेट्छौँ। तपाईँहरूलाई देखाउने छु। यो बाटो चाहिँ म देखाउँदिनँ, सधैँ देखाएकै बाटोहरू मात्रै छ कि। तपाईँहरूलाई म आधी बाटोदेखि मात्रै स्टार्ट गर्छु। ल भ्लग पनि लामो हुन्छ फेरि। बनाएको भने विशाल सरको घरमा चाहिँ म चाहिँ फाइनल केटा हामी चाहिँ धुलाबारी पनि आइपुग्यौँ। यहाँ रोडको हालत चाहिँ एकदम खत्तम छ, त्यही भएर चाहिँ देखाउँदिनँ म। मास्क लाउने अवस्था चाहिँ यहाँ केटाहरू छ। विशाल सर, हाम्रो सोल्टी, विशाल सर, जिके सर, हाम्रो राइड चाहिँ अब एकैचोटि म दमकदेखि मात्रै स्टार्ट गर्छु। बाटो एकदम खत्तम छ। फाइनल केटाहरू हामी चाहिँ यहाँनिर कन्काई पुल आइपुग्यौँ है। र केटाहरू आउँदैछ पछाडि, हामी चाहिँ पर्खिरहेको अवस्था। हामी एजुकेसन म चाहिँ यहाँ छौँ। अब दमकदेखि चाहिँ केटाहरू फेरि छुट्टिन्छ, अर्कै बाइकमा हुन्छ। यस्तो साथीहरू हेर्दै गर्नु। यो बाटो चाहिँ यस्तो खत्तम छ, त्यही भएर म देखाएको छैन केही पनि। खोइ त केटाहरू आउँदैन त, केटाहरू गयो अगाडि। हामी पनि जाँदैछौँ, त्यही भएर भेट्नु होला एकछिन पछि। आउँदाखेरि पर्खाइमा बसिएको छु, तिमी आउँछौ भनी। फाइनली गाइस हामी यहाँ दमकदेखि पनि हिँडिसकेको छौँ। एउटा बाइक त्यहाँ छ केटाहरूसित, अघि त हुनुहुन्छ केटाहरू छ। हामी पनि हिँड्नु आएको मेरो ट्याक्सी हेरेर हुन्छ। र हामी बाटोमा भेटौँ है साथीहरू। एकैचोटि म चाहिँ इटरी पुगेर मात्र भ्लग स्टार्ट कन्टिन्यू गर्नेछु। हाम्रो एकजना टोली अनुभव अग्नि दाइ र गणेश दाई। बाटो चाहिँ यस्तो छ कि, त्यही भएर नि मैले नबनाएको है भ्लग चाहिँ केटा हो। हाम्रो टोलीले विशाल सर, हाम्रो विदेश र गणेश सर हामी जाँदैछौँ। आधी बाटोदेखि मात्रै ल्याउँछु है, परदेखि मात्रै। बाटो एकदम खत्तम छ साथीहरू। फाइनली गाइस हामी पत्री जङ्गल पनि कटेर यहाँनिर हामी यो ब्रेक लागेन रहेछ कि उनीहरूको बाइकको, अनि हामी ब्रेक बनाएर फेरि जानेछु। बाटो चाहिँ यस्तो धुलो छ, यहाँ चाहिँ अलिकति राम्रो छ कि, भने चाहिँ एकदम खत्तम छ है साथीहरू। एकछिनमा भेटौँ ल, पढेको चाहिँ राम्रो बाटोमा पनि देखाउँछु म। फाइनली साथीहरू हामी चाहिँ यहाँ धरान पुग्न आँट्यौँ। यो इटरीदेखि अलिकति माथि आएर जङ्गलमा छौँ हामी चाहिँ पिसाब गर्नु उत्रेको। यस्तो छ है, अलिकति बेसी कस्तो गलेको जस्तो भएर मैले भ्लग चाहिँ बनाएको छैन। एकैचोटि म माथि गएर मात्रै बनाउँछु ल साथीहरू। भेट्नु चाहिँ यस्तो भएको छ, बाटो यस्तो खत्तम छ नि। बाइकको हालत यस्तै हालत दुस्रो मुस्रो भइरहेको छ। यहाँ ज्याकेट सबै दाग लागिरहेछ, यहाँ सबै दाग लागिरहेछ। त्यही भएर मैले भ्लग पनि नबनाएको मजाले। एकैचोटि भरे मात्रै बनाउँछु ल केटा हो, रमाइलो गरेको मात्रै। यस्तो के गर्नु। फुल त सकिँदैन जस्तो लाग्यो, आफै गरिदिनु। अनि सानो के भन्नु त, मलाई बुझाइदिनु न के सानो छ। यसको सेप यस्तो सानो छ, त्यही भएर यसमा अलिक ज्यादा। ल थ्याङ्क यू। ए ल थ्याङ्क यू। बिएस एन्ड टु कमेन्ट अलिक कन्ट्रोल होला ल।
कसम लप्दै गइरहेको उस्तल दिइहालेको गाह्रो छ सबै किलो मुसन फेरि सोल्टीले बाटो आउँदा त्यो अलिकति उफ्रिनु हुँदैन आवाज निकाल्नु पुरा के गर्छ फेरि थरी थरी होइन तर यसो नि त रमाइलो पनि चाहियो लामो यात्रा छ यसो रमाइलो पनि गर्न सुतेन रहेछ तिमी ममा इनाम बनाउँदा त निदाउँदै आएको पछाडि कस्तो बस्यो त्यस त्यो विशालसँग नि टाउको ठोक्काउँदै आधी ठाउँमा त बिर्सिसकेको थिएँ मैले ठाउँमा कहाँ पुग्यो भनेर निद्रामा खाजा पनि आइसकेको छ हामी खाजा खान आँटेको साथीभाइहरू खाजा खान आँटेको रायाको सुकुटी सिधा चाउमिन एकछिन हेर्नु फाइनल गाइस हामी चाहिँ यहाँ धरानदेखि पनि अलिकति माथि आइपुगेछौँ हामी भेटेटातर्फ लाग्दैछौँ फेरि पनि एकछिन पछि भेट्नु होला ल साथीहरू हामी यस्तो रमाइलो छ साथीहरू एकछिन रेस्ट गरेको क्यामेराम्यान पछाडि हो फर्केर पनि हाल्नु न हामी यहाँ 8 जना छौँ त्यही भएर हामी यहाँ भेटेटार आइसकेको छौँ अब जोनहरू पनि फ्लप खान्छ नि यहाँनिर नि धरानको जोनहरू मन मात्रै होइन पुरा ब्रह्माण्डले दिन चाहन्छु यदि म उसलाई माया गर्छु भने उसको आँखालाई त म घर बनाउन चाहन्छु उसको आँखालाई त म ऐना बनाएर हेर्न चाहन्छु Give me some rain, give me some माया लाउने माया गाडीमा कसले बाह्र बजिसक्यो केटाहरू निन्नै लागेको छैन केटाहरू घुरेर निन्नै लागेको छैन यता हाम्रो सोल्टी लास गइराख्नुपर्छ गणेश भाइ छ यहाँ 3 जना चाहिँ कम्पिटिसनमा घुरिरहेको छ सुत्नै सकेको छैन साथीहरू सुत्न सकेको छैन निदाउनु खोज्छु केटाहरू घुरे हेलो सरी हेलो नमस्ते एभ्रिवान फेरि पनि तपाईँहरूलाई मेरो नयाँ दिन नयाँ भिडियोमा स्वागत छ डे 2 आज चाहिँ है साथीहरू नजाको जस्तो लाग्यो हामी यहाँबाट पनि रुमदेखि पनि निस्किसकेको छौँ अब
सोल्टी निस्किसक्यो कस्तो लाग्यो तिमीलाई यहाँ आएर एकदम मोबाइल फर्स्ट टाइम एक्सपिरियन्स गरेको मैले चाहिँ दामी हेलमेट बोक्नु कुक्रेटातिर हुनु आँटेको छ वेट विवस्वर हाम्रो कस्तो लाग्यो त यात्रा एकदम बबाल यतिको चाहिँ अहिले सम्म भएको जिन्दगीमा अनि हाम्रो विशाल सरलाई कस्तो लाग्यो त हाम्रो मलाई त एकदम खुसी लागेको छ ल ल साथीहरू हामी चाहिँ यहाँदेखि निस्केको होइन सुदीप कान्छा कस्तो भयो त अनि हाम्रो एकदम हाम्रो चाहिँ यात्रा एकदम नाइस भइरहेछ निकै ठाउँ घुम्छौँ सो धरान गएर बस्नेछौँ फाइनली गाइस हामी यहाँबाट पनि हिँड्नु आँटेको छौँ हाम्रो चिकित्सा त्यहाँ छ मेनली एकदम स्टार्ट अब हुन्छ कि हुँदैन अब यहाँदेखि चाहिँ हामी लाग्दैछौँ माथि धनकुटातर्फ अब इन्जोय गर्नु होला राइडलाई है हिजो त मैले देखाउनु पाइनँ अब तपाईँहरूलाई फेरि अब चाहिँ देखाउने छु हाम्रो सोल्टी ह्यान्डसम सोल्टी विशाल फाइनली गाइस केटाहरू त अगाडि गइसक्यो हामी चाहिँ लाग्दछौँ दोर्जेली डाँडा भनेर हिँडेको मेरो मनैको फुल टिपी कता यता होइन फाइनली केटा हो लाग्यो फाइनली केटा हो फाइनली बिट भयो केटा हो हाम्रो लाइनअप चाहिँ यस्तो छ यस्तो छ होइन मौसम चाहिँ दामी छ चिसो भयो केटाहरू चाहिँ अगाडि गइसकेको छु हामी चाहिँ धरान नभन्नु दोजे ताँडातर्फ लाग्दछौँ हिजो चाहिँ भ्लग किन बनाउनु पाएन भन्दाखेरि चाहिँ मैले
एकदम बाटो खत्तम थियो, बाटो पनि खत्तम, सबै खत्तम थियो। जाडो भयो, चिसो चिसो भयो केटा हो। हामी आज जाने भनेर आएको थियौँ, प्लान चाहिँ आज जाने थियो बेलुका बेलुकाखेरि, तर हामी भोलि बिहानै जाने भयौँ। 10 बजी ड्युटी भ्याउने गरी केटाहरूको। अलिक माथि गएर भेट्नु होला भन्छ पनि, भ्यू चाहिँ लभली छ, त्यही भएर चाहिँ म क्यामेरा अफै गर्नु मन लागेको छैन क्या, मलाई अफै गर्नु मन लागेको छैन। किन हो किन यो मन त्यसै जान्छ भाग्यमा नि रहेछौ कन्नी तिम्रो लानो अङ्गालोमा राख तिमीमा पनि हाँसिरहला। केटा हो यस्तो भ्यू चाहिँ अर्कैले क्या देख्नु पाउँछ त, मेरो भिडियोमा मात्रै देख्नु पाउँछ है केटा हो। पूर्वतिरको पश्चिमतिरको हो भने चाहिँ साथीहरू हेर्ने, अनि इन्डियातिरको हेर्ने हो भने चाहिँ मेरोमा मात्रै देख्छौ। के बोल्नु भयो त साथीहरू, धेरै दिनपछि बनाउँदाखेरि त। हाम्रो आजको हामी चाहिँ आज कहाँ जाँदैछौँ भन्दाखेरि हामी धनकुटा अनि धोजे डाँडा जाने प्लान छ। अन्त त्यसपछि चाहिँ हामी धरममा गएर चाहिँ आज एक दिन स्टे गरेर भोलि बिहानै निस्किन्छौँ घरतर्फ। हाम्रो साथीहरू चाहिँ दाजुभाइहरू चाहिँ अगाडि हिँड्दैछ, आफ्नै तालमा छ। बाटो चाहिँ घरिघरि यस्तो पहिरोहरू पनि गएको रहेछ कि कुन कुन जग्गामा चाहिँ। यहीँ गएको होला, अस्ति भाइरल भएको थियो नि। मामा ए मामा भिडियो गर्नु त एउटा यहाँ पनि रहेछ यार, काठमाडौँ जाँदा उयो जस्तो के भन्छ भन्नु। बतासे चल्यो जो पारी डाँडा आऊ नाचौँ दो बाटोमा रुनु त छँदैछ। जब क्यामेरा अन गऱ्यो भ्यू नै जाइदिन्छ यार। अब आयो लभली छोड्दै मामा, भरे बनाउँला। फाइनली केटा हो भेट भयो केटा, फाइनली तिम्रो लागि एक होइन चारै जन्म जिउँला म। माया तिमीलाई हेरिरहन्छ तर सपना नै किन लाग्छ माया भने। यो चाहिँ केटाहरूको चलपलहरू रे, चलपल हान्नु पर्यो नि त हो झापाली भएर। गोलाहरू चाहिँ लभली गोलाहरू छ हो, यस्तोमा चाहिँ बिस्तारै होसियारै जानुपर्ने हुन्छ।
घर परिवार भएपछि भन्दा पनि बेचै गरेको छु नि साथीहरूले हो परिवार भन्दा पनि चाहिँ त्यो अर्कै सम्झिँदैन नि त गाह्रो छ केटा हो गाह्रो छ रात गरेको होला भोलि कहिले हुन्छ रे सुनिसकेको छैन म तिमीलाई कहिले भेट्छु नि ल के साथीहरू एकछिनमा भेटौँ ल लास्टै लामो भिडियो हुन्छ कि फेरि कोही अफ गर्दैन ल फाइनली केटा हो फेरि पनि म तपाईँहरूको सामु उपस्थित भइसकेको छु हामी चाहिँ कहाँ आइपुग्यो भन्दा फेरि थाहा छैन यो चाहिँ कहाँ आइपुग्यो भनेर तर पनि तपाईँहरूलाई देखाउँदैछु यहाँनिर चाहिँ एउटा राम्रो ब्रिज रहेछ माथिदेखि हेर्दा चाहिँ राम्रो देखेँ मैले हाम्रो लाइनअप चाहिँ यस्तो छ साथीहरू हामी चाहिँ 4टा बाइक छ लभली रहेछ हौ कोदोहरू फल्दो रहेछ यता धान हो कि के हो धान रहेछ नि धानहरू पनि रहेछ साथीहरू यता मान्छेहरू आउजाउ गरिरहेको छ घुम्ने मान्छेहरू पर्यटकहरू यस्तो लभली छ भ्यूहरू चाहिँ हो लभली साथीहरू लभली भ्यू छ केटाहरू आफ्नै तालमा छ यहाँ फेरि हो आफ्नै तालमा इन्जोय गरिरहेको छ सोल्टी ए सोल्टी केटाहरू आफ्नै धुनमा छ म पनि आफ्नै धुनमा छु गाउँदै जाँदैछु मलाई चाहिँ ठाउँहरू थाहा छैन कि यताको थाहा चाहिँ अनि एकैचोटि तपाईँहरूलाई चाहिँ म धनकुटा भेटेटार पुगेपछि मात्रै तपाईँहरूलाई भन्छु ल मेन ठाउँ मात्रै थाहा छ नि त मलाई तपाईँहरूलाई कुन बाटो जान्छ भनेर चाहिँ म देखाउँदै जानेछु हो पुरै देखाउन नसके पनि आधी इन्जोय गरिदिनु होला हेरेर साथीभाइहरू इन्जोय गरिदिनु होला ल यहाँनिर चाहिँ तपाईँको झोलङ्गे पुल पनि रहेछ लभलीवाला झोलङ्गे पुल खोलाको बिचमा क्रस गर्नुपर्ने होइन 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 ल है त ठिक छ हो नि सोल्टी हो यो चाहिँ लभली छ यार साथीहरू अब म कुन ठाउँ चाहिँ कुन जग्गा चाहिँ भित्केको पनि रहेछ कि बाटो तर प्रायः जस्तो सबै राम्रो छ ब्रिज भनेको चाहिँ यही हो क्या हो कि ठुलो ब्रिज पनि छ हो रमाइलो बात गर पाए जस्तै इसको के साजिश भेटेको खोइ त हौ ब्रिज आउँछ भने क्यामेरा अन गरेको छैन त ब्रिजै छैन साथीहरू ठोकिन्छ है ठोकिन्छ मर्छ के हो न यो बादलको कसम यो नालाको कसम अनि तिम्रो कसम त्यहाँको छ केटाहरूलाई अगाडि जानु दिनुपर्छ ल कति ढिलो आएको हौ भिडियो गर्दै आउँदो रहेछ यो हावा सरियोगी पछि मेरी माया बादल के भनेर पछ्याउनेछु सहारा बनेरै म लभली देखिरहेको छ साइडमा खोला साइडमा रोड छेउछेउमा डाँडा अनि साथमा हाम्रो केटाहरू अनि यतिको भ्यू छ केटा हो हेर त तुमा तिमीलाई बाटो चाहिँ
फेदी भन्ने जग्गा चाहिँ यस्तो रहेछ केटा बिस्तारै जाऊ मर्छ भाइ केटा हो यही रहेछ साथीहरू माथि तिनदेखिको ब्रिज कि होइन अर्को पनि छ कि भन्ने आश छ फेदी भन्ने जग्गा पनि आइपुगेछौँ हामी चाहिँ मलाई चाहिँ थाहा थिएन भन्दा पनि तपाईँहरूकै लागि भनेर मैले थाहा पाएँ पत्ता लगाएँ रोडहरू चाहिँ बन्दै रहेछ यहाँ कति चाहिँ हो यस्तो छ चलपल यतिको चाहिँ छ है चलपल अब तिमीलाई बारीमा सबै माया दिए बढी भएछ तिमीलाई पनि म बिर्सिने हिँड जहाँ ठेकपट्टि मात्र गएछ नि कसिनु रहेछ मजाले अलिक कस्नु पर्ने हुन्छ क्या हामी चाहिँ धेरै माथि आइपुगिसकेको छौँ बाटोमा चाहिँ अलिक म देखाउँदिनँ ल यो चाहिँ पुगेर मात्रै देखाउँछु बेसी लामो हुन्छ कि भिडियो आधी बाटो आइपुगेको छौँ साथीहरू एकछिन रेस्ट गरेको साह्रै झाड दुखेर चिकन पाउँदैछु म चिकन पाउँदैछु सुन्दैछु साइज हो दाजु हामी त्यस्तो पकाइमा छौँ हामी धेरै टाढो काम गर्ने उयो भयो साथी हो हेर्दै गर्नु ल साथी हो छोटो मिठो मात्रै हाल्छु म बेसी हाल्दैन हिँड्नु हामी गइसक्नु अर्को राइडर यता अर्को राइडर हामी पनि लाग्दैछौँ फाइनली हामी धनकुटा पनि इन्टर भइसकेको छौँ साथीहरू अब बाटोतिर के हुन्छ देखाउँदै जानेछु साथीहरू यस्तो छ हाम्रो यस्तो छ भ्यू केटाहरू गइसक्यो म पनि जान्छ हामी धोजेको डाँडा पनि आइसक्यौँ तर खास डाँडा चाहिँ कहाँ हो भनेर थाहा छैन हामी चाहिँ यहाँ माथि रहेछ धोजे डाँडा चाहिँ हामी त्यता जाँदैछौँ ल साथीहरू हेर्दै जानु धोजे डाँडा भनेर आएको यस्तो रहेछ धोजे डाँडा चाहिँ ए धोजे डाँडा तल काँगडा भिटाएको धोजे डाँडा हेर्नु आएको है धोजे डाँडा यो हामी धोजे डाँडामा आइपुग्यौँ थाहा भएन कि धोजे डाँडा वेलकम छ धोजे डाँडामा हामी फेरि माथि डाँडा गएर पनि आइसक्यौँ भ्यू पोइन्ट अरे तर झाडीले केही देख्दैन रहेछ कि हाम्रो फेरि हाम्रो अर्को गन्तव्यतिर हामी जाँदैछौँ अरेस भयो त हामी त अनि अरेस भइसक्यो साथीहरू यस्तो दामी भ्यू हेर्नु आएको कि यस्तो दामी भ्यू भनेर आएको कि छैन रहेछ यार हाम्रोतिर जस्तो मात्र अरे यस्तो चाहिँ भएन क्या यस्तो पटक्कै भएन गरेर चाहिँ हामी जाँदैछौँ मैले रिजल्ट चाहिँ कस्तो आउँछ थाहा भएन सास बढेर खत्तम चेको यहाँ जाने आउने कार्यक्रम पनि भइरहेको छ थकित भएर बसेको अवस्था यहाँनिर हिँडे चाहिँ 500-700 मिटर रहेछ कि केटाले यहीँ जस्तो लाग्दैछ कि हो हुस माग्ने रहेछ तिमीहरू पनि आएर हुस माग्दा हुन्छ केटा हो पुरा चाहिँ हुँदैन तर पनि हुस चाहिँ माग्नु ल हाम्रो यहाँ सुदीप भाइले पनि हुस माग्दैछ यहाँ मन्दिर रहेछ मन्दिर भ्यू पोइन्ट आइपुग्दा चाहिँ यस्तो अवस्था छ वाइट भिडियोमा त कडा भन्दै क्या फेरि सोल्टीले खोइ त अब नजारा चाहिँ कस्तो देख्छ यस्तो दुःख गरेर आइएको छ कस्तो देख्छ थाहा भएन आउँथेन नि बाइक आम्मामा यत्रो बाटो हिँडे थकित अवस्था आम्मामा
बाइक नै आउने बाटो थिएछ नि यहाँनिर हामी बाटो भएर 700 मिटर हिँड्दै आयौँ भ्यू पनि त्यस्तो दामी देख्नु पर्यो अनि मात्र फाइदा हुन्छ यत्रो दुःख गरेको भ्यू पोइन्टको अब टावरमा चढ्दैछौँ हामी अब यत्रो उकालो हिँडेको 700 मिटर चाहिँ 750 मिटर चाहिँ उकालो हिँडेको चाहिँ फाइदा चाहिँ हुनु पऱ्यो केही न केही अनि मात्र राम्रो हुन्छ 700 मिटर के भन्नु तलदेखि हाम्रो डेस्टिनेसन चाहिँ खास यही नै थियो तर खोइ त यस्तो खासै केही देख्छ जस्तो त लागेन मलाई भिडियोतिर हेरेर क्या त्यही भएर पहिल्यै केटा हो भिडियोहरूको चाहिँ ट्रस्ट नगर्ने क्या म टपमा जान्दाखेरि केटा हो देखाउनुको लागि खासै वाउ त लाग्छ छ जस्तो लागेन तर पनि जस्ट हेरिदिउँ न अब यत्रो आयो दुःख गरेर चढिँदैछ माथि केही छैन टपमा पनि आइपुग्यो साथी हो आम्मा के यो ओइ केटा हो के हो यो मच्छर हो कि भ्यू पोइन्ट आएँ अन्त मच्छर नै मच्छर छ त म यस्तो बुझ्छु न के हो यो यो मच्छर आम्मामा भ्यू पोइन्ट हेरेको हेर्नु आएकै अन्त मच्छर पो रहेछ त केटा मच्छरै मच्छर रहेछ हौ भ्यू पोइन्टमा त आएको त साथै यहाँदेखि भ्यू चाहिँ देखाइन्छ ल म जस्तो देख्छ त्यस्तो देखाइन्छ ल तपाईँहरू राम्रो पनि लाग्नु सक्छ यस्तो भ्यू पनि हो तर पनि म भ्यू चाहिँ देखाइदिन चाहन्छु लभली खोलाहरू देख्दो रहेछ यहाँदेखि चाहिँ हो भ्यू चाहिँ यिनीहरू नै रहेछ यहाँदेखि देखिने भ्यू भ्यू चाहिँ यस्तै छ मच्छर पनि छ यहाँ भ्यूमा चाहिँ तिमीले भन न चाहेको थियो तिम्रा कहाँ गल्ती भयो रुवाऊ के हाँसौँ कसो गरौँ अब म फाइनली गाइस हामी चाहिँ माथि घुमेर पनि आइसक्यौँ अब एकैचोटि तल नमस्ते झर्ना गएर मात्रै म भ्लग स्टार्ट गर्नेछु मेरो साथीहरू फाइनली गाइस हामी फेरि पनि हामी यहाँनिर नमस्ते झर्ना आइसकेको छौँ केटाहरूको साथमा हल्लिँदै रमाइलो गर्दै डाँडा पाका वन पाका छरा हाम्रो डेस्टिनेसन चेन्ज भइरहेको छ आधी उरी आउँदा म भन्छु तिम्रो अनि हावामा यस्तो दामी आइदिरहेको छ लभली चाहिँ भ्यू चाहिँ केटा हो आइज छिटो हाललाई चाहिँ यहाँ बेहाल भइसक्यो उकालो चढ्दा चाक्लाई यस्तो देखा न थकित भइसक्यो केटाहरू दाजुहरू बेहाल भइसक्यो यार यिनीहरू त्यो कलर रहेछ कहिले पुग्ने यार आउन ढोला आउँछ हेर यार त्यस्तो छ के यस्तो रहेछ केटा हो लभली बाटो रहेछ झर्ना हेर्न आएको जाँदै रहेछ त्यस्तो छ यहाँ जानुपर्ने चाहिँ यता हो साथी झर्ना चाहिँ यता रहेछ माथि यो बाटो गयो भने यता नुहाउँदैछ केटाहरू यतातिर चाहिँ नुहाउनु हुँदैन चिप्लिन्छ विशाल
हाम्रो एकजना आइसक्नु भएको छ अर्को पनि अर्को चाहिँ माथि अर्को पनि रहेछ यहाँ आउनु बाँकी ओके आयो अर्को पनि अग्नि दाइ चाहिँ माथि हो झर्ना पनि आइपुग्यो झर्ना चाहिँ यस्तो रहेछ है ल सोल्टिने चाहिँ सोल्टिने खोजेको अवस्था यहाँनिर अनि यहाँको बाटो चाहिँ यो हो त्यस्तो लभली छ झर्ना पनि हेरेर पनि फर्किसकेको छन् साथीभाइहरू आउने जाने कार्यक्रम चाहिँ भइरहेको छ उतादेखि मान्छे आउँदै हुन्छ पर्खाइमा हुनुहुन्छ हामी यतादेखि जाँदैछौँ यता फाल्टै हिजो मान्छेहरू हो यहाँनिर निर्माण कार्य पनि चल्दै रहेछ बाटो चाहिँ तर त्यस्तो रहेछ हेर त हामी त्यस्तो बाटो आएछौँ हामी शुद्ध पानी ल्याएर किन यहाँ मुखहरू धुनुपर्ने हुन्छ माथि पुगिसक्यो यार हामी मात्र पछाडि जाने आउने बाटोहरू भइरहेको छ सोल्टी फेरि उता पोचमा दिइरहेको छ यस्तो बाटो छ यस्तो ठाउँमा चाहिँ फाइनली केटा हो अब हामी बाहिर टिकटकको त्यो रोडमा पनि आइसक्यो फाइनली केटा हो धरन पनि आइपुग्यो गलेर चाहिँ ख्याङ भयो है अति गल्यो यो भ्लग चाहिँ आज यतिकै टुङ्ग्यो ल साथीहरू यतिकै बोल्दैन म ल बाई बाई नेक्स्ट भिडियोमा भेट्नु होला साथीहरू।